ठाउँमा हामी देखिन्छौँ। त्यो जन्मिँदाखेरि हामी देखिन्छौँ, मर्दाखेरि हामी देखिन्छौँ, पुलमा हामी देखिन्छौँ, पानीको घुटको पिउँदाखेरि पनि हामी देखिन्छौँ र बत्ती बल्दाखेरि पनि हामी देखिन्छौँ। कम्युनिस्ट पार्टी देखिन्छ। यो तपाईँहरूको खुसी हो, यो साथीहरूको खुसी हो। नेपाली कम्युनिस्ट पार्टीले केही गरेन र हामीले राजनीति गर्न पाएन भन्ने स्थिति छैन। यो हामीले दिने उपहार हो तपाईँहरूलाई। हामी त धेरै सधैँभरि हामीले राजनीति तपाईँले के ठान्नु होला, बुढाहरू पनि माथि बुढा आइसके अब हाम्रो पालो गयो के हो भन्ने नमान्नु होला। अधिवेशन भन्ने बित्तिकै बुढाहरूको एउटा तबका चाहिँ बिदाइदिन्छ माथि पनि नयाँ बुढा साथीहरू। त्यसो भए हुनाले जुम्लामा पनि अब हामी विकासको तपाईँको सिद्धान्तको समायोजन गरेर हामी सिद्धान्त र व्यवहारको समायोजन गरेर अगाडि बढ्छौँ र अब एकचोटि हामी यो एकता सकिसकेपछि हामी चाहिँ स्कुलिङ कार्यक्रम गर्छौँ। अगुवा कार्यकर्ताहरूको पालिकामा गएर कम्युनिस्ट आन्दोलनको बारेमा चाहिँ हामी यहाँ पढाउँछौँ, सिद्धान्तको बारेमा हामी तपाईँहरूलाई प्रशिक्षण दिन्छौँ र परिपक्व सैद्धान्तिक वैचारिक साङ्गठनिक व्यावहारिक रूपले परिपक्व कम्युनिस्ट कार्यकर्ता जन्माउने एउटा अभियान चाहिँ हामी सुरु गर्छौँ। अब मैले करिब सकेँ र अर्को बैठक, अर्को यस्तै जमघट हामी फेरि गर्ने